हिजो आन्दोलनको क्रममा फोहोर र तोडफोड गरेको भन्दै मेयर बालेन शाहले पूर्व राजालाई 7,93,000 को झड्का दिएको छ। तिनकुने क्षेत्रमा प्रदर्शन तोडफोड र फोहोर गर्दाखेरि 7,93,000 रुपैयाँ महानगरले यतिखेर पूर्व राजालाई चिठी काट्दै तिर्नु भनेर भनिसकेपछि यतिखेर सामाजिक सञ्जालमा तरङ्ग मचेको छ। हो दर्शकबिन, काठमाडौँ महानगरपालिकाले तिनकुने क्षेत्रमा प्रदर्शनको क्रममा तोडफोड फोहोर गरेको आरोपमा जरिवाना तोकेको छ भने शुक्रबार दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा यतिखेर धेरै ठाउँमा फोहोर सँगसँगै धेरै ठाउँमा तोडफोड भएको भन्दै यतिखेर महानगरले पत्र काटिसकेपछि यतिखेर सामाजिक सञ्जाल तरङ्ग बनेको छ। महानगरले के कुरामा 7,93,000 जरिवाना काट्यो त? कोटेश्वर महादेवस्थान, तिनकुने जडीबुटी, बालकुमारी, सिनामङ्गल र दमकलको तोडफोड गरेको भन्दै महानगरले 6वटा स्थानको 1 लाख रुपैयाँ र दमकल तोडफोड गरेको भन्दै 1,30,000 जरिवाना गरेर जम्मा 7,93,000 तिराएपछि यतिखेर सामाजिक सञ्जाल तरङ्ग भएको छ। उक्त क्षेत्रको मूल्याङ्कन गरेर पूर्व राजा शाहबाट उक्त खर्च र सरसफाइको शुल्क असुल गर्ने निर्णय गरेको छ। महानगरले पूर्व राजा शाहको नाममा बेग्लै 8वटा पत्र काटेको छ जसमा जरिवाना लगाउने निर्णय गरेको छ। यो निर्णय तपाईलाई कस्तो लाग्यो दर्शकबिन? पक्कै पनि आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्नु होला भन्दै हिजो आन्दोलनमा हुनु भएको राजा प्रेमीहरू यो विषयमा सँगसँगै हिजो आन्दोलनको विषयमा के भन्नुहुन्छ उहाँहरुसँग कुराकानी गर्दैछौँ। हामी सँगै रहेर पुरा भिडियो हेर्दै जानु होला। हैन, बालेन शाह भनेको त छडी एक ठाउँमा उहाँ बालेन शाह चाहिने कि राजा चाहिने तपाईलाई? बालेन शाह जस्तो बालेन शाह पनि चाहिने जस्तो चाहिँ अरु सबै नेता बालेन शाह जस्तो हुनु पर्यो, मिलेर काम गर्नु पर्यो। अरु बालेन शाह पनि अब राजासँग मिलेर अगाडि बढ्नु पर्यो। बालेन शाहलाई म जिन्दाबाद भन्छु। बालेन शाह एउटा चाहिँ देशको चाहिँ राम्रो व्यक्ति हो। बालेन मात्र हो। नगरपालिकाले आफ्नो गाडीमा राखेर मान्छेलाई स्टुडेन्टहरूलाई सेफ तरिकाले घरसम्म पुर्याइदिनु छ। अहिलेको खोइ हामी अहिले सरसफाइमा बिहानदेखि लागिसक्यो। अब हामीले पढिसक्यो, एजुकेसन कम्प्लिट भइसक्यो, जब छैन नेपालमा, के गर्ने? बालेन शाह र रवि लामिछाने जस्तो मान्छे एउटा राष्ट्रपति, प्रधानमन्त्री र राजा हुनुपर्छ। अब यो पुराना बुढाहरूलाई थाल्नै पर्छ। जनताले चुनेको प्रधानमन्त्री चाहियो। उनीहरू आफ्नो पार्टीले चुनेको प्रधानमन्त्रीले जनताको पीर मर्का केही बुझेन। उनीहरू आफ्नो स्वार्थी भएको हुनाले हामीले जनताले चुनेको प्रधानमन्त्री चाहियो। हामीलाई अभिभावक भनेको सब जनताको पीर मर्का बुझ्ने चाहियो। हामीलाई त्यही जानको लागि तपाईको नजरमा अहिले प्रधानमन्त्री ठ्याक्कै बन्न योग्य मान्छे अहिले योग्यता त जनप्रेमी भनेको हाम्रो अहिले महानगरपालिकाको बालेन शाह छ नि, हो यस्तो व्यक्ति हो। हाम्रो कोटेश्वरको 32 नम्बर वडाको हाम्रो सुनिल केसी हुनुहुन्छ नि, किन रोज्नु भयो? यहाँ राजावादी साथीहरू धेरै छन्। जनप्रेमी र जनताको पीर मर्का बुझ्ने दुर्गा प्रसाईले पनि उहाँले जनताको दुःख ऊ सब देखेर उहाँले जो गर्नुभएको छ उहाँलाई साथ दिन हामी तयार छौँ, ज्यान दिन तयार छौँ हामी। जस्तो कुलमान घिसिङलाई नि अहिले आफ्नो सालालाई केपी ओलीले भर्ना गरेर जनताहरू छाती पिटेर मरे पनि मरोस्, मलाई मतलब छैन भनेपछि जब उता जनताको प्रेमी नै रहेन छ नि, यस्तो मन्त्री भएर हाम्रो देश चल्छ? हामीलाई जनताको जनप्रेमी प्रधानमन्त्री चाहियो। हामीलाई प्रधानमन्त्री त्यो बालेन शाहमा देख्नुहुन्छ? जनताको एकदम प्रेम गर्ने, जनताको दुःख विचार गर्ने, सबैलाई चाहिँ विचार गर्ने बालेन शाह, सुनिल केसी जस्तो यस्तो व्यक्ति दुर्गा प्रसाई भयो होइन। त्यही भएर हामीहरू यहाँ आएको हो, उहाँलाई साथ दिन आएको हामी। हेर्नुहोस् यो नेताहरूले केही काम केही गरेन जो पहिला जो राजाले चाहिँ बनाएको जति उद्योग थियो नि, काकल भित्तादेखि नेपालगञ्जसम्म अहिलेसम्म एउटा पनि सबै बन्द भइसक्यो कल कारखानाहरू। अनि गरिब सडकमा नआए पनि राजालाई के भन्नु? राजा आऊ देश बचाऊ, जनप्रेमी हुनु पर्यो, जनताको प्रेमी, जनताले चुनेको हुनु पर्यो। नेतालाई यस्तो भ्रष्टाचारी नेतालाई चाहिँ हामी मान्दैनौँ। हेर्नुहोस् सामन्तीवादीदेखि वाक्य दिक्क भएर राजा चाहिन्छ हामीलाई अहिले प्रहरीले दमन गरिसक्यो, हामीलाई असुल ग्यास प्रहार गरिसक्यो, हाम्रो यहाँ मान्छेहरू तिथिर बिथिर पारिसक्यो। यसको हामी तै पनि हामी भागेको छैन, एकै ठाउँ जान्छौँ। हामी कति साथीहरूलाई गोली पनि लागे मान्छे, कति साथीहरूलाई टाउको फुरेर त्यहाँ भएर बसेको छ अरे, सुनेको छु, त्यही पनि देखेको छ।
छैन तै पनि हामी डराउँदिन हामी जान्छौँ अगाडि बढ्छौँ हामी यसमा कसको गल्ती छ यो अश्रु ग्यास गोलीहरू किन आइरहेछ दिदी त्यो यो भ्रष्ट नेताहरूको माथिबाट आदेश आयो होला त्यो हाम्रो थाहा छैन होइन हामीले शान्तिपूर्ण गरिरहेको हो राजा आउँछ होइन ल्याउनु पर्छ जसरी ल्याउनु पर्छ होइन राजा ल्याउनु पर्छ भन्दा कहाँ छन् र राजा छैन नेपालमै छन् हजुर नेपालमै छन् ल्याउने कहाँ राख्ने तपाईँको मूल ध्येय भन्नु न राजा शासन चाहियो शासन के हाम्रो यो गणतन्त्र शासन हामीलाई घटन फाल्ने हो फाल्ने बागमती खोलामा फाल्ने बगाइदिने यसको काम छैन भन्ने काम छैन यो काम हामीले हेरिसक्यो धेरै 17 वर्ष हेरिसक्यो हामीले त्यसो भए बालेन शाह यिनीहरू पनि काम छैन भन्ने होइन बालेन शाह भनेको त छरी एक ठाउँमा बालेन शाह चाहिने कि राजा चाहिने तपाईँलाई बालेन शाह जस्तो बालेन शाह पनि चाहिने शाह जस्तो चाहिँ अरू सबै नेता बालेन शाह जस्तो हुनु पर्यो मिलेर काम गर्नु पर्यो अरू बालेन शाह पनि अब राजासँग आउनु मिलेर अगाडि बढ्नु पर्यो त्यसो भए राजा अवश्य पनि आउँछ तपाईँको हिसाबले अवश्य होइन ल्याउनु पर्यो चाहियो हामीलाई जसरी आउँछन् अब चाँडै तपाईँ टेन्सन नगर्नु आउँछन् यहाँ हेर्नुहोस् न तपाईँको पत्रकारज्यू तपाईँले साक्षी तपाईँ होस् यो देशको तपाईँको चौथो अङ्क मिडिया हो तपाईँहरू सही हेर्नुहोस् सामनेमा आश्रु ग्यास घर घरमा राखेको छ कति मासु भात खुवाएको छ कति राखेको छ घरमा यो पुलिसको काम थियो त्यो काम चाहिँ तपाईँको गणतन्त्रवादीको चोरहरूले घरमा भित्र राखेर त्यसपछि आश्रु ग्यास छिराएको हो अब के भइरहेको छ यो देशमा त्यो पनि तपाईँको यो राष्ट्रवादीको सम्बोधन भइराखेको छ यता घरहरूबाट आश्रु ग्यास फ्याँकिराखेको छ हामी देखेको छैन को लुकेको छ को लुकेको छैन हामी त मात्र फिल्डमा आएर सम्बोधन सुन्नको लागि राष्ट्रवादी नेताहरूको सम्बोधन सुन्नको लागि मात्रै आएको हो यो अवस्था राम्रो छैन किनभने 17 वर्ष यो हत्याराहरूले देश चलायो सबै उद्योगहरू बन्द गरायो युवा युवतीहरू लड्का लड्कीहरूलाई विदेश खेदियो यो नेपाल अब बस्दैन राजा एकदम आउनुपर्छ राजा आएर उद्योग सञ्चालन गर्नुपर्छ र विदेशबाट युवाहरूलाई फर्काएर उद्योगमा काम लगाउनुपर्छ यो मेन काम त्यो हो राजाको छैन अस्ति नै ट्रम्पले भनिसकेको छ तपाईँले यति रकम दिएको छु सबै नेताहरू गणतन्त्रमा सबै नेताहरू भ्रष्ट भनेर अमेरिकाले पनि राष्ट्रपतिले भनिसक्नु भएछ राजा आयो भन्ने जस्तो अवस्था हुँदैन राजा आएपछि राजाले पनि सुधार्नु जरुरी छ कि अब के खोज्दैछ नेपाली जनताले शान्ति खोज्दैछ र साथसाथै व्यापार खोज्दैछ नोकरी खोज्दैछ उद्योग सञ्चालन राजाले जति राजाको पुर्खाहरूले उद्योग राखेको थियो नेपालमा 240 उद्योग त्यो सञ्चालन गर्नुपर्छ राजाले तपाईँका साथीहरू यहाँ आन्दोलित भइरहेका छन् यहाँलाई के हाम्रो साथीहरू आन्दोलित छैन हाम्रो साथीहरू सबै शान्तिपूर्णबाट आन्दोलन गरिराखेको छ राष्ट्रवादी साथीहरूले उता हेर्नुहोस् त घर फोडिसक्यो यता घरबाट कसरी आश्रु ग्यास आएको छ त्यो घरपट्टिले सोच्नुपर्छ कि कसरी आयो आश्रु ग्यास यो पुलिसको काम हो कि घरपट्टिको कामहरू हो अब अन्त्यमा के भन्न चाहनुहुन्छ यस्तो अवस्था देखेर हामी अन्त्यमा यही भन्न चाहन्छु कि तपाईँको बङ्गलादेशको तपाईँ घटना हेर्नुहोस् श्रीलङ्काको घटना हेर्नुहोस् अब तपाईँको यो गणतन्त्रवादीको नेतालाई घरमा गएर त्यो जति भ्रष्टाचारी गरेको छ त्यो सम्पत्ति खोज्नुपर्छ र देशबाट भगाउनुपर्छ र 5-7 वटा राष्ट्रवादी नेताको हातमा दिनुपर्छ राम्रो 5वटा मन्त्री परिषद गठन गरेर देश चलाउन दिनुपर्छ नमस्कार हजुर कहाँदेखि आउनुभयो बैतडीदेखि बैशाखी टेक्दै आउनु भएको छ हजुर किन यस्तो आइपर्यो किन यो दिन आइपर्यो देख्नु भएन यो लुटिसक्यो त देश त सकिसक्यो देश सकिएन तपाईँहरू जस्ता युवाहरू हेर्नु त एयरपोर्टमा जानु त यहाँ त कमै देखिरहेको छ एयरपोर्टमा देखिरहेको छ छैनन् रित्या छन् सब रित्या बेचेर खाइसक्यो नेताले बेचेको कि कसले बेचेको नेताले बेचे तपाईँ हामीले बेच्यौँ यिनीहरूलाई भोट दियौँ यिनीहरूले बेचेको होइन हामी पनि त्यसमा सहभागी छौँ राजै चाहिने पर्ने हो देशलाई हुँदैन देश राजा नभए हुँदैन देशै रहँदैन राजा रहेन आएन भने देश होइन राजा आउने भनेको देवा सपना मात्रै हो यो अहिले पैसाले किनेको भिड हो भन्दैछ नै एकचोटि म नारायण हिटी जाँदैछु तपाईँ आउँ भनेपछि 50 लाख मान्छे आउँछन् काठमाडौँमा 50 लाख हामी सक्छन् यिनीहरूले 50 लाख तर गणतन्त्रवादीहरूको भिड धेरै देखियो राजावादी भन्दा भन्छन् कहाँ अति भाडाका टट्टुहरू हुन् त्यो भाडाका टट्टुहरू हुन् भाडाका टट्टु हुन् हामी सोही पुरुषले आएका हौँ कसैको पानी पनि खाएका छैनौँ हामी पानी पनि आफै किनेर खाएका छौँ खाना बस्न त परै जाऊ पानी पनि आफै किनेर खाएको